आज कुरा गरौँ फाउन्डेसन यानि जगको बारेमा। फाउन्डेसन मेनली दुई प्रकारका छन्, एउटा स्यालो फुटिङ, अर्को डिप फुटिङ। स्यालो फुटिङ भनेको चाहिँ यदि तपाईँको घरको जमिन मुनि 5-6 फिटसम्म जानुपर्ने कन्डिसन छ भने त्यसलाई स्यालो फुटिङ भनिन्छ, र 6-7 फुटभन्दा माथि जानुपर्ने कन्डिसन छ भने त्यसलाई डिप फुटिङ भनिन्छ। स्यालो फुटिङमा चाहिँ हाम्रो आइसोलेटेड फुटिङ, कम्बाइन्ड फुटिङ, ऱ्याफ्ट अर म्याट फुटिङ, स्ट्रिप अर कन्टिन्युस फुटिङ पर्दछन् भने डिप फुटिङमा चाहिँ पाइल फुटिङ, पायर फुटिङ पर्दछन्। र कस्तो कन्डिसनमा कुन फुटिङ आवश्यकता हुन्छ त भन्ने खालको कुरामा चाहिँ यदि तपाईँको सोइल कन्डिसन ठिक छ, नर्मल लोड नर्मली लिन सक्छ भने, र घर पनि सानो 2-3 तले मात्रै हो भने चाहिँ त्यस्तोमा चाहिँ आइसोलेटेड फुटिङ बेस्ट हुन्छ, र हामीले देखिरहेको फुटिङ चाहिँ आइसोलेटेड फुटिङ नै हो। र यदि दुईटा कोलमहरू चाहिँ नजिक नजिक छन् त्यस्तो कन्डिसनमा चाहिँ हामी कम्बाइन्ड फुटिङ युज गर्छौँ। र यदि हामीले फुल ग्राउन्डमै एउटा स्ल्याबको ढिक्का जस्तो बनाएको कुनै देखेको छौँ भने त्यसलाई ऱ्याफ्ट अर म्याट फुटिङ भनिन्छ। यो चाहिँ तपाईँको सोइलको क्यापासिटी लो छ र हेभी लोड दिनुपर्ने छ र क्लोमहरू पनि नजिक नजिक छन् भने त्यस्तो केसमा चाहिँ ऱ्याफ्ट फुटिङ युज गरिन्छ। र अर्को भनेको स्ट्रिप अर कन्टिन्युस फुटिङ भनेको त हाम्रो यदि ट्रेडिसनल घरहरू हुन्छ, लोड बेरिङ बन्ने घरहरूमा चाहिँ हामी स्ट्रिप अर कन्टिन्युस फुटिङ युज गर्ने गर्थ्यौँ। र अर्को डिप फुटिङमा चाहिँ हामीले पाइल फाउन्डेसन भनेका थियौँ, जुन यदि तपाईँको वाटर टेबल हाई छ र भरेको माटो छ, ब्ल्याक कटन सोइलहरू छ र तपाईँको जग्गा नजिकै नदी नालाहरू छन् भने त्यस्तोमा चाहिँ हामी चाहिँ पाइल फाउन्डेसन युज गर्नुपर्ने हुन्छ। र यदि तपाईँको घरको साइड कन्डिसन के कस्तो छ भने तपाईँलाई थाहा छ भने म तपाईँलाई कुन फुटिङ युज गर्दा राम्रो हुन्छ भन्ने खालको अझै विभिन्न कुराहरू राखेर चाहिँ जानकारी दिन सक्छु। र यदि तपाईँलाई कन्फ्युजन छ भने चाहिँ हाम्रो यो पेजमा चाहिँ कमेन्ट गर्नुहोला, म तपाईँको कमेन्टमा चाहिँ सक्दो रिप्लाई गर्ने प्रयास गर्नेछु।